हेलो गाइस, हेलो चेक सब्स्क्राइब गरिनु होला। सारे चाहिँ हामीले त्यो सोच्यौँ। त्यसो म मेरो खबर ठिकै छ। बना छोरा भन्नु भएको छ कि के बनाउँदैछु म चाहिँ सक्नुहुन्छ यता। हेलो गाइज, गुड मर्निङ दर्शन, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ बुढी? हामी चाहिँ अहिले चारो खोज्न गएको। यस्तो खडेरीमा कहाँ चारो पाउनु। बुढीको जबरजस्तीले गर्दाखेरि चाहिँ हामी हिँड्दैछौँ। मैले खास हामी कहाँ जानुपर्ने हो? कहाँ उता गएको? उता पो। अनि हामी जाँदैछौँ। अहिले चाहिँ गुड मर्निङ भन्दा पनि अहिले चाहिँ 12 बजेर खै कति मिनट गइसक्यो, तर भर्खर पानी परेर चाहिँ वेदर चाहिँ यस्तो छ रहेको छ। अनि वेदरहरू चाहिँ हेर्न सक्नुहुन्छ, शीतल छ। अनि हामी जाँदैछौँ। भ्लग बनाउनु मनै लाग्दैन हो, के भएको, कहीँ हिँडिँदैन। यस्तो हिँड्दा मात्रै बनाउने भनेको, घरकै मात्रै के देखाउनु भनेर नि, होइन गाइज? होइन त बुढी? सो गाइज, अहिले चाहिँ हामी आइसकेको छौँ। अनि यहाँ हेर्नु सक्नुहुन्छ माइक फिट गरेको छु आज चाहिँ मैले। अनि बुढी पनि हेलो भन्दै त्यहाँबाट हेलो गाइस, हेलो चेक माइक टेस्ट गरिरहेछ मेरो बुढीले पनि होइन। अनि अब हामी चाहिँ चारो खोज्न आएको थियौँ नि त, अझै यहाँनिर बसेछौँ। चारो खोज्नु जाऊँ भने कहाँ जानु लाग्यो? हामी खासमा हामी त्यहीँनिर हो। कहाँ त्यहीँ? यो चाहिँ मेरो गोपाल राई भन्ने अङ्कलले बनाउनु भएको, मेरो साना काकाले पुल। अनि हामी चाहिँ यो चारो खोजेर चाहिँ हामी चाहिँ आज बजार जान लागेको छौँ गाइस। हाम्रो जिन्दगीको लाइफ स्टाइल देखाउन सकेसम्म खोज्छौँ हजुरहरूलाई होइन। कृपया हेरेर साथ दिनु होला। अनि सब्स्क्राइब पनि गर्नुभएको छैन, सब्स्क्राइब पनि गरिदिनु होला। सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला भन्दै हामी चाहिँ आज फेरि चारो खोज्न स्टार्ट गर्छौँ। अनि हेर्न सक्नुहुन्छ वेदर, हाम्रो चाहिँ यो डासकोला हो। वेदर हेर्नु है गाइस, पर चाहिँ देखिरहेछ पहाडहरू। अनि टाढै छ तर नजिकै देखाइरहेछ नि। चारो चाहिँ छैन है क्या? पानी परो अनि हामी चाहिँ चारो खोज्न आउनु चाहिँ, तर चारै छैन। यस्तै छ। अब हामी चारो खोज्नु लागेको यस्तैमा रहेछ, एकदम गिलो पो रहेछ, भाँसिँदो रहेछ त। लगाइ चारो खोज्छौँ अनि एकछिनमा भेटौँ होला। सो गाइज, अहिले चाहिँ हामीले चारो खोजिसक्यौँ होइन। अनि चारो खोजेर एकछिन बसेको, हातभरि हेर्ने फोहोर मैला भइरहेछ होइन। अनि यो मान्छे चाहिँ हेर न, यहाँ बसिरहेको छ फेरि यहीँ आएर। जाउँ भनेको चारो चाहिँ हामीले यति खोज्यौँ। अहिले घर पुगेपछि खनाएर देखाउँछु कति हुन्छ होइन। अहिले यसरी त्यति देखिँदैन। अब ल घर चाहिँ छिटो हिँड न। त्यो भएन, रिङ्गडा लागिसक्यो मलाई। एकछिन बस्नु भन्छ त यो मान्छेले त फेरि। अब ल हामी एकछिन बस्छौँ त गाइज है, 5 मिनट रेस्ट गर्छौँ अनि जान्छौँ घरतिर। अहिले चाहिँ गाइज हामी घर आइसक्यौँ होइन। चारो यहाँ राखेर छौँ। अनि मम्मी डेडीहरू चाहिँ के गर्दै हुनुहुँदो रहेछ भनेको त मम्मीले हेर्दै बसिरहनु भएको रहेछ देखेर। के छ मम्मी, खबर? ठिकै छ। अझै घर यस्तो आइसक्यौँ। अझै घाम लाग्यो पुरै होइन। अघि पानी परे गरौँ। त्यस्तै छ गाइज, के गर्नु। घर आएपछि झन् केही देखाउनै मन लाग्दैन क्या मलाई चाहिँ। फेरि त्यही ठाउँ, त्यही दिन, त्यही हुन्छ, त्यही केही देखाउनु जस्तो लाग्छ क्या। त्यही भ्लग बनाउनै मन लाग्दैन क्या, दिमाग टाउको दुखिरहेको छ त्यस्तै। अब चाहिँ एकछिन रेस्ट गर्ने। सो हेलो एभ्रिवान साथीहरू, म चाहिँ हजुरमा चाहिँ अब डेली भ्लगहरू ल्याउने कोसिस गर्छु। अलिकति अब बोल्नमा चाहिँ पर्फेक्ट छुइनँ, राम्रो कुराहरू ल्याउने कोसिस गर्छु साथीहरू है। भिडियोहरू चाहिँ हेर्दै जानु होला। अनि हाम्रो युट्युबमा पनि सब्सक्राइब गरिदिनु होला है साथीहरू। हामी चाहिँ बुढाबुढीले नै भिडियो बनाउँछौँ गाइज। साथीहरू मम्मीले चाहिँ धन्दा गरिराख्नु भएको छ। मम्मी साथीहरू अब चाहिँ मेरो डेली हजुरमा चाहिँ भिडियो आउँछ है, भ्लगहरू आउँछ। अब राम्रो बनाउने कोसिस गर्छु। सुरुमा त अब अलिकति आउँदैन नि त, अब अझै राम्रो कोसिस गर्छु है साथीहरू। गाइज, अहिले चाहिँ हामी चारो खोजेर आएको त पुरै बाउले त मासु काटेर पुरै सेको बना छोरा भन्नुभएको रहेछ कि सेको बनाउँदैछु म चाहिँ होइन। अनि गाइज शाकाहारी परे के गर्ने, पच्दैन आफूलाई त सुँगुरको मासु, त्यही भएर भेन्डा बनाउँदैछ। अनि बाउ आएको त बाउले सेको बना छोरा भनेर टक्क मासु राखिदिनु भनेर भएछ। यसको बसाइ फेरि हेर्नु सक्नुहुन्छ गाइज। के छ भाइ, आज सेको खाने? ल गाइज, अब हामी सेको बनाउँछु, त्यसपछि भेटौँला है त। ल गाइज, अहिले चाहिँ मैले सेको बनाउँदैछु होइन। यस्तो भएको छ सेको चाहिँ अहिले हेर्नु सक्नुहुन्छ। यता ए हो, हस्
यहाँ आर्थिक उब्रेको छ होइन त्यति हाल्दैछु त्यस्तो छ अब चाहिँ अलिक नडराउनुको लागि डढेछ कि अघि यताउता गर्दैछ कि अनि कस्तो छ घरको एक्साइटेड भएको छ कि छैन छोरा अनि खानालाई एक्साइटेड छैन बाबाले बनाएको सेकको खानालाई ल गाइस यस्तै छ के गर्नु जिन्दगानी सुको बनाउने भने तुङमा खाने ट्याक्कसँगले अनि सुत्दिने होइन अरू त के भन्नु र अलिकमा भेटौँला है त खाएको बेला भात खान लाग्यो गाइस लाइन पनि गयो पानी पनि ठुलो न ठुलो पऱ्यो अनि हामी त भात खान लागेको देखेर होइन अनि मेरो बुढी यसरी बसिरहेको छ थोरै यस्तो हालेको छ डब्बामा बसिरहनु भएको छ लाइन झ्याप्पु गयो अनि मासु सेकुवा चटनी भिन्डीको तरकारी लगाएर हेर्नुहोस् खाना खान थालेको खाना होइन मसरुम हामी खानासाना खाएर अनि हामी सुत्नुपर्ने हुन्छ अब हामी यो भिडियोलाई चाहिँ यहीँ इन्ड गर्छौँ होइन त बुढी के कसो हो त्यस्तै छ गाइस के गर्नु ठुलो पानी परिरहेको छ अहिले चाहिँ अब यही गुड नाइट होस् त ल